हेलो साथीहरू नमस्ते वेलकम टु माई मिनी भ्लग र आज चाहिँ हामी सबैजना फ्यामिली चारैजना स्ट्रिट फुड खान जाँदैछौँ। हजुरहरूलाई थाहा नै छ होला धरान चाहिँ फुड हन्टको लागि एकदमै बेस्ट हो भनेर। अनि यहाँको स्ट्रिट फुडहरू पनि मिठो हुन्छ क्या एकदमै। अनि हामी चारैजना आज चाहिँ मैले बाबालाई जाऊँ न भनेर मनाएँ। त्यसपछि हामी स्ट्रिट फुड खान गयौँ भानुचोक। अनि त्यसपछि चाहिँ हामी गम स्ट्रिट फुड खाँदैछौँ है एकदमै यसरी चिसो चिसो मौसममा। राम्रै हुँदो रहेछ फ्यामिलीहरू सबैजना यसरी गएर होइन यसरी फुड खाँदा। अनि होटेलमा गएको भन्दा पनि छुट्टै भाइब्स क्या, छुट्टै आनन्द। हजुरहरूलाई पनि यहाँनिर आउनुहोस्, धरान आउनुहोस् अनि धरानहरूको स्ट्रिट फुड ट्राई गर्नुहोस् भन्न चाहन्छु। मलाई चाहिँ एकदमै पानीपुरी अनि आलु निम्की चटपटे चाहिँ खानु मन थियो, किनभने काठमाडौँ बस्दाखेरि एकदम क्रेभिङ हुने क्या, धरानमा पाउने जस्तो नपाउने। अनि पानीपुरी चाहिँ एकदम मिठो थियो। अनि म चाहिँ टम्म भएर आलु निम्की र चटपटे चाहिँ खान सकिनँ। हजुरहरू पनि धरानको भानुचोकमा गएर यो मिठो मिठो खानेकुराहरू खान सक्नुहुन्छ। हस्, अनि हामी चाहिँ कृष्ण मार्टमा गएर घरको लागि चाहिने सामानहरू किन्यौँ। अनि आजको भ्लग चाहिँ यति नै। हस्, थ्याङ्क यू, बाई बाई, थ्याङ्क यू फर वाचिङ।